हामी पाहाडेको लागि त यो खोल्सा हो हैन यु क्यान सी जस्ट खोल्सा मात्रै हो हुन त है वी आर इन द स्विमिङ पुल गाइज कम अन भेरी भेरी एक्साइटेड दोर्जे ओके ओके यस्तै पाडा जस्तो छेउमा डुबी गयो क्या ल ओके रेडी रेडी कागेश्वरले के देखाउन भाइरल सिरिज अरे क्या यहाँनिर अस्तितिर यो सिरिजको फुल्या बेलामा यहाँनिर है खुट्टा टेक्ने ठाउँ हुँदैन थियो यो रोडमा जहिले जाम लाग्थ्यो अहिले चाहिँ त्यस्तो छैन रहेछ हेलो नमस्ते साथीहरू के छ तपाईँहरूको खबर सबैजना ठिकै हुन्छ होला म पनि एकदम ठिकै छु झापाको गर्मीमा यो पङ्खाको हावा खाएर बसिरहेको छु होइन अनि आज हाम्रो गुन्जन दोस्त आउनु भएको छ मास्तरको फिल्मबाट अनि यसलाई चाहिँ योसँग चाहिँ आज म टक्क घुम्नु जानेवाला छु क्या बाहिर यो झापाको गर्मी सिक्नको लागि चाहिँ हामी आज गौडामा पौडी खेल्न जानेवाला छौँ होइन गौडामा पौडी खेल्न साथै त्यहाँनिर एउटा छ क्या नेपालको दोस्रो लामो पुल अरे सुनेको थिएँ हो त्यो छ क्या त्यहाँनिर जान्छौँ एकछिन घुम्छौँ म चाहिँ गइसकेको यसलाई यसो हेर्नु पर्यो कस्तो हुन्छ अनि मैले भ्लग नबनाएको धेरै भयो क्या साथी हो जस्ट नयाँ किनेको छु हेलमेट अनि यहाँनिर छ मेरो गोप्रो पनि छ नि त म गोप्रो मैले पहिले ल्याएको अहिले यो नयाँ फोन छ मेरो सेकेन्ड ह्यान्ड फोन छ क्या स्यामसङ S22 अनि यसबाट भ्लग राम्रै हुन्छ त्यही भएर म यहीबाट बनाइरहेको छु अहिले चाहिँ अनि यो गोप्रोलाई पनि त्यो उमा सेट गर्नको लागि म यसको एक्सेसरिजहरू खोज्दैछु होइन अनलाइनमा सस्तो मस्तो सेकेन्ड ह्यान्ड चाहिँ होइन यो सस्तो मस्तो अब गोप्रोकै मिडिया मोड किन्नको लागि 16,000 रुपिस लाग्छ होइन बरु अर्को उलान्जीको केस छ त्यसलाई 17-1800 पर्छ अनि मेन यसमा समस्या भनेको चाहिँ के हुँदो रहेछ भने नि गोप्रोकै माइक एडाप्टर बिना यो गोप्रोलाई हेलमेटमा सेट गर्नु नसकिँदो रहेछ के त्यो सबैभन्दा ठुलो समस्या अब त्यति जब यत्रो डल्लो छ होइन 8,000 रुपिस पर्दो रहेछ क्या होइन फेरि त्यसलाई सेट नगरी पनि कस्तो आवाजै गिद्दी आइदिन्छ क्या सो त्यही हो अब हामी यहाँबाट निस्किनुवाला छौँ यहाँ एउटा सोजीले बाइक लिएर गएको थियो आइपुगेर मम्मी गरेर चेक गर्नुपर्ने छ त्यस्तै हो अब हामी निस्केछौँ एउटा गुन्जेलाई लिएर त्यसपछि भर बेलुका चाहिँ फर्केर चाहिँ घर आइँदैन होइन एकैचोटि माथि रुवानेकोमा भ्लग सकिन्छ त्यहाँनिर पुगिसकेपछि किनकि त्यहाँ ल्याएर बेलुका यस्तो लाउनु पर्ने सक्यो ल अहिलेसम्म होइन गौडा भन्ने औडा ठाउँमा चाहिँ आइपुग्यो बल्ल बल्ल लामो यात्राको 1500 लामो यात्रा के भन्नु आधी घन्टाको यात्राको पछि टक्क हामी गौडा भन्ने ठाउँमा आइपुग्यौँ हुन त हामी पाहाडेको लागि त यो खोल्सा हो होइन यु क्यान सी जस्ट खोल्सा मात्रै हो हुन त है हामी पाहाडेको लागि चाहिँ तर यहाँ मधेसमा बस्ने भएपछि चाहिँ यो चाहिँ आमा यो कस्तो क्या भाइरल हिजो अस्तिसम्म चाहिँ यहाँनिर मान्छेहरू यस्तो डरलाग्दो आउँथ्यो यहाँनिर पौडी खेल्ने एउटा ठाउँ पाइँदैन थियो होइन अस्ति यहाँनिर 2-3 जना पर धुलाबारीको मान्छेहरू झन्डै मर्यो अरे नि त त्यसपछि अलिक मान्छे आउनु कम भएको छ यहाँनिर तर हामी डराउँदैनौँ मरियो भन्ने मरियो 2 दिनको जिन्दगीमा 18-22 वर्ष बाँची सक्यो होइन हामी डराउँदैनौँ त्यस्तै हो अनि अस्ति हेलमेट चोरी भएको थियो त्यही भएर अब अहिले चाहिँ एकदम सतर्क बाइकमा हेलमेट छोडिदिएको मैले बाइक लिएर हिँड्ने हो यस्तै छ गौडा भन्ने एउटा ठाउँ यही हो है साथी हो ल यही हो यो मैले भनेको त्यो नेपालको दोस्रो लामो पुल भनेको चाहिँ यो चाहिँ होइन ल यो चाहिँ जस्ट यो श्रमदानको जस्तो पुल मात्रै हो हर्क साम्पाङले बनाएको पुल जस्तो मात्रै हो यही हो यहाँदेखि हामी जानुपर्ने चाहिँ यता उकालो पहिला थोरै सुक्यौँ त्यही हो है यहाँनिर भएको वान एन्ड ओन्ली दोकान त्यही हो यहाँनिर चाहिँ एकदम सेकुवा स्टप चल्छ बाइक यहाँनिर ल्याएर आएर धुनुपर्छ क्या यार ल
तर अहिले धुने सामानहरू केही छैन, सरसामग्री केही छैन। यही हो गौडा भन्ने एउटा ठाउँ। उतलतिर पनि मान्छेहरू खेल्दै रहेछन् है। हामी जानुपर्ने चाहिँ यता माथि, तलभन्दा चाहिँ यता माथि सही छ नि त है। आमा पहाडी सिन कस्तो दामी आउँदो रहेछ यार है। खतरा देखिरहेको होला मलाई त होइन। के भन्नु यार जिन्दगीमा। ल 1.5 लाखको बुट खोलिसक्यो मिस्टर गुन्जन थापा मगरले है। 1.5 लाखको बुट यही हो। त्यसपछि ल अब हामी चल्दियो साथी हो। गौडा भन्ने एउटा ठाउँमा आइपुग्यो है त। फाइनल्ली वी आर अन गौडा होइन। अनि गौडामा आएर हामीले त्यो ठुम्को जस्तो सानो दोकानमा चाहिँ दुईवटा सामान अनि अलिकति शीतल पनि लिएर आइसक्यौँ होइन। त्यसपछि अब यहाँनिर खाने हो। यो चिसो पानीमा डुब्दै खाँदाखेरि धेरै त्यस्तो माथिँदैन नि त। बाइक लडाउँदिनँ म है, नडराउने। अनि यस्तै छ। गौडा भन्ने एउटा ठाउँमा अलिअलि मान्छे चाहिँ हुन्छन्, त्यसै कपालेर खाँदै रहेछन्। अनि यु क्यान सी भिरपाखा है। आमा यस्तो डेन्जर भिड छ। हामी यहाँ फेदमा छौँ भने हामी त्यहाँदेखि त्यो 4-5 मिटर टाढो यस्तो हुन्छ। पाहाडको याद आउँछ कि यहाँनिर आइपुगेपछि टक्क है। हामी पाहाडेलाई त है आमा के भन्नु, पर्यटकीय स्थल हो नि त यो त। मधेसमा बस्ने बानी भएपछि चाहिँ होइन आफ्नो गाउँघर फर्केर जस्तो क्या। अब हामीहरूको लागि त मैले अघि भनिहालेँ यो खोल्सा हो होइन। तर भए पनि अब मधेसमा बस्ने भएपछि यतिको ठाउँ भेट्दा पनि है गर्मी सिक्नु पाउँदा बेग्लै आनन्द के। त्यसो यहाँ 2-3 जना भुँडीहरू पनि खेल्दै रहेछन्। मासतिर पनि 1-2 जना मन्दिरहरू के कोली खाँदैछ नपनि। अस्ति हामी खेलेको कहाँ पो थियो यार। ए ऊ त्यहाँ अगाडि। कमन कागे, कमन कमन कागेश्वर यादव। ओके फाइनल्ली वी आर अन द डेस्टिनेसन है। अस्ति हामी खेलेको ठाउँ यहाँ थियो, आज खाली नै रहेछ। ल ठिक छ। ओके यही हो। वी आर इन द स्विमिङ पुल गाइज। कम अन भेरी भेरी एक्साइटेड दोर्जे। ओके आमा यस्तो डेन्जर स्विमिङ पुलमा आएको छौँ हामी। भनेको त यो होइन क्या अस्ति खेलेको ठाउँ यार होइन नि। ठाउँ त यही हो, सबै भत्किएछ। अस्ति हामी खेलेको चाहिँ यही ठाउँ हो होइन। तर सबै भत्किएछ यार, सबै भत्काएछ। अब म लुगा खोल्छु, त्यसपछि फेरि ल म ब्याक आउँछु। आइम ब्याक। म चाहिँ मेरो कट्टुमा निस्किसकेन। मेरो वस्त्र, मेरो गेटअप, सुट, एट्र्याक्टिङ पोजिसनमा म एकदम रेडी भइसकेँ। टक्क सरसामानहरू यहाँ फ्यात फ्यालिदिने हो होइन। यस्तै हो, यस्तै छ जिन्दगी होइन। हाम्रो गुन्जन थापा मगर पनि पोजिसनमा आउँदैछ है त। ल ल ओ वाट अ नाइस यार। ओ नाइस बम, भेरी ब्युटिफुल बम या। ओ म्यान ल ल पानी चिसो छ होइन। स्विमिङमा डुब्ने हो। ल हल्का एक लड्डु पनि त्यहाँदेखि खाउँ। ल डाइभ हान न मुझे। यस्तै पाडा जस्तो छेउमा डुबी गयो क्या। भैँसीले पानी खेलेको जस्तो। अलिक डाइभ साइप हान न यार। भयो यत्रो कहाँ भएको छ यत्रो पानीले चाहिँ त। ल उल्टी हान्नु गइरहेको छ हाम्रो जुनियर। उल्टी हानिदिन्छ अब हेर्नुहोस् गाइज। सबै तयारी भइसकेको छ। ओके ओके रेडी जा। डाइभ पो यस्तो हुन्छ अरे लुखा। ल ओके रेडी रेडी। कागेश्वरले के देखाउन आँट्यो।
चाकको चाकको मासु र हड्डीहरूको चाहिँ थोप्रा बदलिन्छ यसको ल अरे यस्तै हो त्यस्तै हो होइन मेरो एकछिनको कलाकारी र जादुपछि चाहिँ अब चट होइन हामी हाम्रो असली रूपमा यो पुन्टे गोर्खालीलाई गोर्खेले बजाउनेवाला छ होइन एकछिन है त्यसपछि चाहिँ हल्का घाम पनि लाग्यो अब चाहिँ यो चिज है जस्ट नेचर है यो चाहिँ चट्ट दामी खालको पनि छ क्या दामी खालको आएको हो कि यो क्यामेरा दामी आएको खै कोनी के डाइ भन्छ यसलाई चाहिँ यस्तोमा ठोकिन्छ भन्ने पनि डर नहुँदो रहेछ यसलाई फेरि त्यस्तै हो त्यहाँ तलतिर मान्छेहरू देख्न सक्नुहुन्छ है त्यहाँनिर पनि छन् अलिअलि टोलीहरू यहाँ मासतिर छन् अलिअलि त्यहाँ धुवा उडेको देख्दै हुनुहुन्छ कि छैन त्यहाँ सेकअपले खाँदैछन् अनि हामी चाहिँ यहाँनिर हाम्रो पुरानो जक्सनमा अस्ति पनि आएर यही ठाउँमा खेलेको यो पुरै बारेको थियो त्यति बेला चाहिँ एकदम दामी थियो होइन अहिले चाहिँ सबै क्या के आयो भेल आयो कि भ्याक्कु आयो यहाँनिर सबै भत्काएछ अलिक अप्ठ्यारो बनाएछ क्या जस्तै हो होइन त्यहाँनिर एउटा जोडी पनि आए जस्तो छन् त्यही हो अब हामी चाहिँ हाम्रो पुरानोमा जानेवाला छौँ है त ल अब चाहिँ एकछिनपछि भेटौँ होला ल फेरि अब यो खाएपछि त होइन कुराहरू त्यस्तै हो अहिले म कुरा सुनाउँछु एकछिन तपाईँहरूलाई थाहा छैन होला साथी हो होइन यहाँनिर अहिले फेरि हल्का बेले ग्याङ आएको छ होइन टोप्ले टोलीहरू है माया कुरे दादाहरू अनि अहिले भर्खर चाहिँ यहाँनिर टक्कर एक दुईजना नकचरीहरू चाहिँ यो रोड अरे खोल्सा तरेर जानु पनि आमा सातो पुत्लो गएको जस्तो क्या चटक देखाएर गएको एकछिन हामीलाई रमिता भयो होइन अनि हामी चट्ट सामान खाएर बसिरहेको छौँ सामान खाँदै हो सामान खाएर सकिन आँट्यो अब यहाँ हल्का पानी पर्ला जस्तो छ आकाशहरू यु क्यान सी है हल्का पानी छिट्याउँदैछ पनि पानीको शीतहरू यु क्यान सी यो पनि एकवटा डिटेल बुझाइन्छ नि हो साथी भ्लग बनाउँदा त यार आमा म सानोतिनो भ्लगर होइन नि त म त्यस्तै छ है अब फेरि अब अघि पानीमा पसेर निस्केको फेरि पानीमा छिर्नु जाडो लाग्न थाल्यो क्या तल हुँदाखेरि अब कहाँनिर चिसो पानी भेटिन्छ र डुबुङ जस्तो हुन्छ यहाँ आयो फेरि जाडो हुन्छ होइन यस्तै हो क्या कति गर्दा पनि चित्त नबस्ने उनीहरू त झ्यामलाई टोप्ले म्याच ल टोप्लेहरूलाई पुरा क्यामेरा फर्काउँदा खतरा लागिरहेको होला म्याच कागे बेलेहरू कुरा काटेको थाहा छैन जाँटाहरूलाई क्यामेरामा हेर मैले खतरा जस्तो भिआइपी जस्तो फिल भइरह होला मायादरलाई एउटा हेर माया बदेल जस्तो मैले ज्यान रहेछ मायादर जात हेत मभन्दा कालो रहेछ माया ल यस्तै होला साथी हो रेला है रेला मान्छेलाई यस्तै भन्नु हुँदैन ल साथी हो होइन अब चाहिँ हामीहरूको लाग्ने बेला भयो होइन टक्क अब अन्तिम चरण भनेर चाहिँ अघि किनेको स्याम्पू लिएर आएर स्याम्पू घस्नु पर्यो भनेर यहाँबाट छिरेर चाहिँ म त्यहाँ ढुङ्गासम्म गएको मायालाई आफ्नै खुट्टाले स्याम्पू बगाइ मरिएछ क्या त्यही भएर चाहिँ अब जाडो भयो अब नछिर्ने अब लाग्दिने यहाँबाट होइन त्यस्तै हुन्छ क्या दिउँसोभरि पौडी खेलेर बस्नुलाई भनेर आएको यहाँ आइपुगेपछि जाडो हुन्छ मायाखेरि यस्तै पो छ हो या के भएको अब लाग्दिएको ल त्यो त्यस्तै हो होइन अब हामी चाहिँ यहाँबाट निस्किनु लाग्यो हाम्रो टक्क है हेलमेट त्यहाँ छ ब्याग त्यहाँ छ ब्यागभित्र टावल थियो अन्डरवेयरहरू थियो होइन यहाँनिर बाहिर बसेर एकछिन खाँदा ओर्दा के गर्दा कटु पनि सुको त्यही भएर त्यही कटु लाएर हिँडेको त्यहाँनिर तौले ल्याइएको थियो तौल्याको काम भएन सो त्यही हो यता तल मान्छेहरू छन् होइन त्यस रमाइलो गर्दैछन् कागेश्वर यादव यहाँ छ मासतिर एक टोली छ भर्खर हामीले खेलेको ठाउँ यो होइन अनि अब चाहिँ हामी चल्दिएको होइन जाडोको अब हामी बिर्तामोडतर्फ लाग्ने हो पहिला होइन होइन नि हामी त रोहानीकोमा जानु छ यार रोहानीकोमा जाने त्यहाँदेखि होइन हल्का आज बेलुका स्याक्टा हान्ने त्यसपछि भरे बेलुकातिर मात्रै जाने फर्किने हो हामी चाहिँ त्यही भएर भ्लग चाहिँ कहाँ एन्ड हुन्छ भन्दा यहीँनिर चाहिँ एन्ड हुँदैन यहाँ तलतिर क्या अहिले
पुलमा गएर यहाँनिर तपाईँहरूलाई म पुल देखाउँछु, त्यसपछि चाहिँ भ्लग एन्ड हुन्छ होइन। सो त्यही हो। ल अब चाहिँ हामी यहाँबाट निस्केको ल हामी चाहिँ अब ख्यालमा निस्केको यहाँबाट होइन। हल्का फोटोसोटो खिच्यो, त्यसपछि हल्का कागेश्वरको यो सर्ट लगाएर चस्मा लगाएर ठ्याक्कै एक दुईवटा फोटो खिचिसकेपछि चाहिँ हामीहरूको प्रस्थान भइसकेको छ अब बिर्तामोडतर्फ। बिर्तामोड भने पहिला बुधबारेतर्फ, त्यसपछि भरे मात्रै हो। हेर त पाहाडमा यस्तो यस्तो ठाउँमा पानी आइरहेको हुन्छ यार। झापाको मान्छेलाई त्यो कलको गनाउने पानी खाँदा खाँदा वाक्कै भएको यार। यस्तो पानी पाइयो भने त माकुरी घाँटीमा आइन्जेलसम्म खाइन्थ्यो होला यार। झापामा चाहिँ भेटे चाहिँ है, पाहाडमा त अब के हुनु होइन। कागेश्वरको हिँडा हेर न ल, मारेको छ नि यार हिँडाइले त नि। बाप छक्का हिँडाइ क्या। तर फोटो खिचेको यार अलिक मोटाइएको रहेछ कि क्या साँच्ची पहिला भन्दा यार। कस्तो गिद्दी लाग्दो देख्यो यार आफूले माकुरी। हो ल साथी हो, गाइज भन्ने चाहिँ कस्तो गिद्दी लाग्छ क्या भने साथी हो है। पानी पर्न लाग्यो होइन, पानी पर्नु थाल्यो। यो मेरो फोन चाहिँ अनलाइन हेर्दाखेरि चाहिँ वाटरप्रुफ हो भन्ने थियो। आज प्लास्टिकमा केही नफेरिकन हिँड्छु है। यो हिँडाइले चाहिँ मारेको छ यार। क्या हिँडिरहेको छ यार। त्यत्तिकै कागेश्वर होइन नि त यो फोटो। त्यही हो है। हेर ठाउँमा पानी बगिरहेको छ यार यहाँ त। ल त्यस्तै हो होइन। हेलमेट सबै सामान बोकिसक्यो हामीहरूको सबै होइन। लत्ता कपडा कुम्लो कोटो बाँधेर चाहिँ हामी यहाँबाट निस्किसक्यो है। ल अब अहिले एकैछिनमा त्यो पुलमा गएर भेटौँ ल। ल साथी हो, अब तपाईँहरूको पनि मेरो पनि एउटा सानो सपना चाहिँ चकनाचुरको माथि पानी परेर चाहिँ लोध बनायो हामीहरूलाई होइन। ट्याक्क फर्किने बेलामा चाहिँ पानी परेर लादी बनायो। त्यही भएर चाहिँ त्यो पुल निस्किनु पाइएन, तपाईँहरूलाई नेपालको त्यसमा देखाउनु पाइएन। अनि फर्किँदा यहाँनिर छ क्या एउटा रमाइलो अचम्मको अजुबा, 7औँ अजुबा ठाउँ यो के भाइरल सिरिज अरे क्या यहाँनिर। अस्तितिर आमामा यो सिरिजको फुल्या बेलामा यहाँनिर है खुट्टा टेक्ने ठाउँ हुँदैन थियो। यो रोडमा जहिले जाम लाग्थ्यो, अहिले चाहिँ त्यस्तो छैन रहेछ। देखिन्छ है यो होटलहरू सब यहाँनिर त्यही भाइरल यही सिरिजको रुखको कारणले गर्दा बनेको क्या। रुख भाइरल यार। बिर्तामोडमा हामीहरूको यो दुनियाँमा रुखहरू भाइरल भइसक्यो। म भाइरल अझैसम्म हुन सकेको यार। यही होला त्यो चाहिँ के अरे म शून्य सरी बिलाएँ को नमुनाले भने रहेछ। लक्ष्मीप्रसाद देवकोटाले भने होला, उसकै फोटो रहेछ। यही हो है भाइरल सिरिज, ठाउँको नामै भाइरल सिरिज। मैले भने रुख भाइरल भइसक्यो, मान्छे भाइरल हुन सकेको छैन। यो रुखहरू पुरै भाइरल क्या। यही हो भाइरल सिरिज है यो। देख्नु होला है। हाम्रो कागेश्वर यादव पनि हल्का फुल्का भिजेर चाहिँ सेट है। पछाडि चिया बगानको अगाडि हाम्रो कागेश्वर यादव र सँगसँगै मित्र मिस्टर जुनियर तामाङ। कताबाट आए के आए खै यादै पो भएन मलाई। यही हो, यस्तै छ है। यति भन्दै अब भाइरल सिरिज तपाईँहरूलाई देखाइदिएँ होइन। कागेश्वरलाई पनि देखाइदिएँ, एक दुईवटा फोटो खिचियो होइन। मैले चाहिँ खिचिनँ, एक दुईजना कसरी आइमाईहरू रहेछ होइन, मर्न लागेको आइमाईहरू। यति बेला मर्नु अब धेरै 5 दिन बाँकी होला, यति बेला आएर टिकटक बनाउँदैछन् हो। त्यस्तै यो मान्छेहरू चटक। हामीहरूलाई चाहिँ टिकटक भन्ने चिज चाहिँ आएन कहिले पनि होइन। हामी पहिला आउँथ्यो, अहिले चाहिँ छैन। अहिले एकदम भ्लग, ओन्ली भ्लग। यो सब होटलहरू यो सिरिजको रुखले पालेको हो क्या। हाम्रो रुख भाइरल यार यति साह्रो। ल अब यति भन्दै आजको भ्लगको पनि यति नै एन्डिङ हो ल। अर्को भ्लगमा भेटौँला। हामीहरूको बाइक त्यहाँनिर राखेर आइएछ। यो हामी यता जाने हो, यो उँभो जाने भनेको पाहाड जाने, हामीहरूको गाउँ जाने रोड। यति भन्दै आजको भ्लग यहीँ समाप्त। धन्यवाद।